बेटा त गुरु त बस केते त लोग बस किने था मेरा दुगना सामान त परकुस ने ऐसा तो तूने का चट्टा है केते आईने केते है बड़ी बात चीज इंडस्ट्री के लोगों से पूरी पिक्चर बची और शो में देख मेरे किसी सुनो तो रोज तो तेरी कुछ बात तो लगे बड़ी बात थी मुझे रो कथा बोल बड़ी बात कुछ मुझे क्या हीरो को के दूसरे बना देगी नोटों के अगर मैंने को पैसे से तो लोग भाई सुनी भाई सुन भाई सुन राजाको चौतारा वडा नम्बर 32 भनेको म्यान केटा नत्र तैले फक्सी धम्की नदे मलाई धम्की नदे मेरो केटाहरुलाई धम्की नदे तैले गुखा तैले एक लोकला तेरो दाइ त किल चोर्न त खतरा हो नि तेरो दाइ त किल चोर्न त खतरा हो देख किल चोर कस्तो हो किल चोर्न सिकिस् मसँग आके भाइ किल चोर हो के आइज यहाँ एउटै नि पाएन यार आइज यहाँ मलाई मार्न लागि यार मोरे ब्यागुटा मोरे बम बम गम गरे जाबैते पहिला मलाई रिभाइभ गर्दा बाघको वाह वाह पहिला बच्चाहरुलाई रिभाइभ दिनुहुन्न के इनिमीहरुले मार्नु पर्छ नत्र फेरि मरिन्छ आफैजो आबी मर्दैन यो त कति जति हाने नि आबी ओइ जाते मलाई रिभाइभ गरे एक नम्बरले नहीं 3 नम्बरलाई छोटू पाण्डा बोट हो कि छोटू पाण्डाले उसको नुहान सुरुमै मैले ड्यामेज कस्तो लास्टै दिए अनि यार चोरेको मेरो 5 किल चोरी भयो छोटू पाण्डा बोटले 5 किल त हाने हैन आफुले बडी गराउँछ छोटू पाण्डालाई रिभाइभ नदेऊ है हैन भाइ अलि बड नगरा है बाबु खेलेगा फ्री फायर तेरा बापू में फ्री फायर खेलने छोड़ दे नूबड़े बच्चे लोग झूला झूल पर बाप को मत भूल पत्ते में फूल लेकिन बाप को मत भूल छोटू पाण्डा ल सुन है ल एउटा कहानी भन्छु है ल सुन है 3 नम्बर दुई नम्बरले ओइ दुई आइज मेरो बुई ल एउटा कहानी भन्छु है सुन एउटा कहानी भन्छु ल ल एउटा गाउँमा हैन कुकुरनी थियो हैन कुकुरनी अनि त्यसको दुईटा बच्चा रहेछ न हैन अनि त्यसपछि त्यो दुईटाको कुकुरको नाम एउटाको मैले एउटाको तैले थियो हैन नाम अनि तैले मर्यो हैन अनि मैले त बचे थियो अनि त्यो कुकुरनीको दुध कसले खान्छ त कसले खान्थ्यो भन्न पहिला कसले खान्थ्यो भन् अहिले ए बाबु छोटू पाण्डाले खान्थ्यो अरु कसले खान्थ्यो नुडा मरिसकेको नदे रिभाइभ एक नम्बर बटलाई छोटू पाण्डा बापको मत भुल ल कहानी भन् त एउटा
के भन्नला त्यस्तो एकादेशमा हिर्का र पिर्का रहेछ एकादेशमा हिर्का र पिर्का रहेछ अनि त्यहाँ एकदमै ज्वरो आयो उसलाई मलाई पिर्कालाई Skill on cooldown. अनि त्यहाँ सोच्यो अब म बाँच्दिनँ हिर्का मेरो बुढीलाई सम्हालै तैँले भनेछ Double kill. अनि त्यसको बुढी पनि मर्यो त्यसको बुढीलाई कसले मारेन त्यसको बुढीलाई हिर्काले अरू कसले मार्छ र Enemy spotted. नाइ बुझेन भन् त ल रामसी भन् त बुढीको गतिक गर्छ भाइ ल भन्न फेरि भन्न हिर्काएर मार्यो भने पागल रहेछ छोटु हेरै मर्छु म तलपट्टि Help me. मोटो ओइ मर्दैन यहाँ ल भन् भन् ओइ रिभाइभल पोइन्टमा देऊ त दिलमा ल भन् हिर्का र पिर्का Capturing the revival point. तैले खा गु 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 तैले खा गु आइज रे बेटा जेल्सुस भाइ दम छ नि हेर त डराएर चुप्प लाएर बस्यो डराएर पिसा हेर्न आएर हेर त डराएर पिसा हेर्न तेरो बस्नु भाइ बाउलाई किन याद गरिस् भन् तेरो भाइ सियालाई म एक खाली पञ्चानीमा ढकलक ढकलक चल्छ होला बढी कराउँछ यार यो त आइज यहाँ फ्याक्ट्रीमा आइज ढल्लीको स्पेलिङ भन् त भाइ Help me. ढल्लीको स्पेलिङ भन् त भाइ ल तैँले भन्छ ल दम छ नि यो त हरिफ छ भन् त ल तैँले भन् त ल भन् न खड्गै कसम साइडबाट हान्छ यार जिउ लाग्छ जिउ लाग्छ यार खेल्न रिभाइभ गर्न अब यार नारुटो याने युटिएनके नौटङ्की नौटङ्कीलाई अहिले हरे उयो हान्दै गरे ओइ फुच्चेले हान्दै गरे पहिलो किल त्यो पहिलो किलै यो फुच्चेको पहिलो किल हो त्यसलाई हान्ने आउन खास कुरो खेल्न सुतिरहेका ब्यागलाई टर्चर नदे भाइ हेर्न गीत यति मात्र हो भाइ गीत Help me. हमारा माइंडफुल चार्ज धेरै दिमाग में तो टोटल संसार हमारा बोली ननर था कुकुरी के दांत वर्धन के पार अनि क विचार न त बोरा नि ट्याक कटिदै पार सिस्टम मिला बाबा यादव सरकार फेरि सुतिरहेको बागलाई टर्च नदे केटाहरू जङ्गीसँगै डेन्जर छ बे मामा पनि साइड मेरो रिभेन्ज दिन जान टोकन चलाएर कस्तो हबे पस्न अब खेल्दिन म त सँग जान हान्दा जित्दै अब म तसँग खेल्दिन के पानी यस्तो अनुडा आम्बाल तल सिधै आम्बाल दुई पाली जम्प हान त अनलिमिटेड म्याप हुन्छ अनलिमिटेड हैट अनुडाले हान्ने आउँदैन तिमी हो राम्रो सिजाइ 3 नम्बरलाई 3 नम्बर मलाई
के ओहै 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 भाइहरुको गेम पनि फेरि ओपी लेभलको हुन्छ कि भाइहरुले हो कि मोरले हजुर अबि किल हेर्छ किल हेर बाबु अहिले फेरि डुङकिडुङ खालास अहिले ब्याच अहिले थोडामा हातको खाइ अहिले दाइहरुको पञ्च खालास कि अहिले फेरि नजोस् बुझिस फेरि अहिले वाक खालास अन्त बुढाबुढीहरु ओइ बुढाबुढीहरु रिभाइभ दिम र माइक खोलेर भन नत्र म दिन्न ओइ बुढाबुढीहरु रिभाइभ दिम कि नै छिटो भन हजुर म दिन्न के रे म त हरामी छु छिटो भन कि उठे भन कोलाई चाहियो चाहिन्न कोहीलाई ल म दिन्न है त ल कर्जा भाइहरु चाहिँदो रहेछ कोहीलाई यस्ता बुढाबुढीहरु माइक अन गरेर भन्न दिन्छ Help me. अनि के भन्नु रिभाइभ दिम न बुढाबुढीहरुलाई ल दिए कोलाई दिम छिटो भन है म त फेरि तिमी यहाँ रहेछ कता आउ फेरि म त भाइ बोल्नु न ओए कस्तो नौडा हो यार नजिकै आएर हान्छ एउटा शेयर छिटो मर छैन सारानो छैन लाज